हेलो एभ्रिवान, गुड मर्निङ, ओहायो गोजाइमास, इस्मी सम्राट गिरी, न्यू डे। आज पनि है, आज बिदाको दिन टक्क अब धेरै बेरसम्म सुतेर चाहिँ उठियो, किनभने चाहिँ बिदाको दिन नसुतेपछि चाहिँ अरू दिन चाहिँ अब त्यस्तै हुन्छ नि त, बिहानै उठेर हिँड्नुपर्ने हुन्छ, यताउता सबै कुराहरू। सुतेर उठिसकेपछि यसो फ्रेस हुनु पर्यो, आज पनि काम छ है, गएको नभयो भने त काम चाहिँ भइहाल्छ नि, जस काममा नगएपछि त खाना कसले दिन्छ र है। फ्रेस भइसकेपछि टक्क यताउता मैले चाहिँ बाथरुममा टक्क मैले हेर्नु पर्यो भनेर चाहिँ मोबाइल लिएर चाहिँ यसो सेल्फी चाहिँ हान्नै पर्यो। अनि यसो टिकटक पनि बनाइदिएको चाहिँ बिहानै उठेर टिकटक बनाइदिएको आज चाहिँ, किनकि बिदा थियो। यसो सेल्फी टक्क लिएर चाहिँ किचनतिर लागेँ। किचनमा हिजोको भाँडाहरू पनि थियो अनि थोरै कपहरू चाहिँ, अनि त्यहीँ तातो पानी तताएर खान मन लाग्यो अनि मैले चाहिँ तातो पानी बिहानै तताएर चाहिँ लिइहाल्ने गर्छु, किनभने चाहिँ त्यो स्वास्थ्यको लागि राम्रो पनि, हल्का चाहिँ शरीरलाई पनि तन्दुरुस्त टाइपको है यताउता गराउँछन्। तातो पानी लिइसकेपछि चाहिँ मैले चाहिँ थोरै हिजोको भाँडाहरू पनि धेरै थियो क्या, मैले चाहिँ हिजो आएर खाएर त्यतिकै सुतिहालेको थियो है। अनि भाँडाहरू चाहिँ धोएर चाहिँ टक्क जानै पर्छ, किनभने चाहिँ कामबाट फर्केर आएपछि चाहिँ अब त्यो खाना पकाएर फेरि भाँडा धोएर खाना चाहिँ लास्टै झ्याउ लाग्ने हुन्छ क्या है। त्यही भएर चाहिँ जति पनि भाँडाहरू छ सबै काममा जानुभन्दा अगाडि नै यसरी गरेर गएपछि चाहिँ आफूलाई आउँदाखेरि चाहिँ सजिलो हुन्छ क्या। टक्क खाना खायो गऱ्यो, अब चाहिँ म रेडी भइसक्यो, अब काममा जानको लागि चाहिँ अब बाहिर चाहिँ कस्तो छ पानी सानी परिरहेको जस्तो लागिरहेको थियो। अब चाहिँ म चाहिँ अब यहाँ कामको लागि चाहिँ बाहिर म निस्किन्छु। बाहिर चाहिँ यस्तो वेदर छ, आज चाहिँ पानी परिरहेछ है, पानी परिरहेछ, थोरै हावा पनि चलिरहेछ अनि कस्तो मौसम नै आज अर्कै देखिरहेछ क्या। अनि कलेज पनि आज टाइपको कारण चाहिँ बिदा छ। अब चाहिँ यो एरेवेता तल झरिसकेपछि चाहिँ मेरो चाहिँ यहाँ ठिक्क है खुलिसक्यो। अनि यहाँ चाहिँ लक छ, भित्रबाट लक खोल्न सकिन्छ, आउँदाखेरि चाहिँ मात्रै हामीले चाहिँ लक हान्नुपर्छ। बाहिर चाहिँ यस्तो छ, आज चाहिँ पानी परेर चाहिँ कस्तो काममै जान मन लाग्दैन क्या फेरि पानी परिसकेपछि चाहिँ। अनि यहाँबाट चाहिँ हिँड्दै जानुपर्छ, पानी परेको बेला चाहिँ हल्का मेरो चाहिँ एकै टाढा नै छ क्या, फेरि 10 मिनट जति लाग्छ। 10 मिनट लागेपछि चाहिँ हिँड्दै पानीको बेला चाहिँ झ्याउ लाग्छ कि लखर यहाँबाट हिँडेर जान्छु। अब चाहिँ कि चाहिँ पुग्ने बेला चाहिँ म भइसक्यो। यो चाहिँ ओसाका मेट्रो हो, मिदोसुजी लाइन चाहिँ। यहाँबाट चाहिँ मेरो चाहिँ 1 कि 2वटा स्टेसन पर चाहिँ काम ट्रेन चाहिँ आइसकेछ क्या, फेरि ट्रेन आइसकेर छुटिसकेछ। म चाहिँ है अब मैले चाहिँ नेक्स्ट ट्रेनको लागि चाहिँ पर्खिनु पर्यो। केही मिनटको पर्खाएपछि ट्रेन आइसक्यो। अब यो ट्रेन चढेर चाहिँ 2 स्टेसन उता गइसकेपछि मेरो काम आउँछ। म ट्रेनमा चढ्दाखेरि बोल्न पाउँदैन, बाबाई। ओके, ट्रेनबाट झरिसक्यो म चाहिँ। अब चाहिँ यहाँबाट आउट हुने, तर अन्डरग्राउन्डमा कति धेरै पसलहरू क्या, भिड पनि त्यस्तै। फेरि यहाँ चाहिँ लेडिजको चाहिँ पसलहरू धेरै रहेछ। यो लेडिजको पसलहरूबाट चाहिँ कपडा अब कस्तो राम्रो छ कि किन्दिन मन त छ है, कसलाई किन्दिने, त्यस्तै त हो नि। अनि कस्तो भिड पनि के आज चाहिँ यो अन्डरग्राउन्डमा चाहिँ, सायद बाहिर चाहिँ आज धेरै पानी परेको भएर होला, सबैले चाहिँ आज ट्रेन नै युज गरिरहेछ होइन। साइकल युज गरेपछि चाहिँ अब छाता ओढ्नै पर्छ। छाता ओढ्दाखेरि चाहिँ कस्तो हुन्छ भनेपछि फाइन हानिदिइहाल्छ क्या पुलिसले, देख्ने बित्तिकै फाइन पनि अब थोरै भयो त हो 5,000 हानिदिन्छ। अनि गाह्रो छ, अनि त्यो चाहिँ राम्रो पनि हो। अब छाता ओढ्दै साइकल चलाउँदै गर्दाखेरि चाहिँ हल्का रिस्क पनि हुन्छ, कहाँनिर एक्सिडेन्ट हुन्छ के हुन्छ भन्ने। अनि त्यही भएर चाहिँ अब नेपालबाट जति पनि अब दाइ भाइ बहिनीहरू जति पनि आउँदै हुनुहुन्छ अक्टोबर इन्टेकमा चाहिँ है, केयर गर्नु होला, रुलहरू यस्तो धेरै कुराहरू बुझेर सोचेर हिँड्नु होला। अनि जापान भन्ने बित्तिकै सजिलो छैन। अब चाहिँ मैले यहाँबाट सिधा गइसकेपछि यो मेरो चाहिँ 7-11 हो। अब म चाहिँ यता काम गर्छु। ओके, बाई। ओके, फाइनली 7 घन्टाको काम सकिएर अब चाहिँ घरको लागि निस्किनुपर्छ। कस्तो पानी पनि परिरहेछ कि, पानी झ्यापझ्यापी पानी मात्रै परेपछि त छाता ओढेर चाहिँ जान सकिन्छ। अब यो पानीसँगै हावा चलेपछि त धेरै गाह्रो हुँदो रहेछ। यो पानी परेको बेला चाहिँ काममा चाहिँ जानै मन लाग्दैन क्या, त्यो कामै नभइदिए हुने जस्तो हुने है। अब चाहिँ म चाहिँ फाइनली यता पुगिसकेँ। अब चाहिँ थोरै खाजाहरू केही यताउता फलफुलहरू चाहिँ किन्नै पर्यो। फलफुल चाहिँ अहिले लास्ट टाइम महँगो पनि हुन्छ कि जापानतिर चाहिँ। अब हाम्रो नेपालमा हुँदा चाहिँ केरा कति सस्तो हुन्छ है, केरा अनि स्याउहरू भयो 1 केजीमै कति धेरै आउँछ, अनि 1 दर्जनमै केराहरू कति धेरै आउँछ। तर यहाँ एउटै किन्नु परेपछि चाहिँ केराकै 110 120 रुपियाँ त्यस्तो हुन्छ क्या फेरि। अनि अब नकिनेर पनि के गर्ने, खानै पर्छ है जस्तो त्यो। अनि मैले चाहिँ यहाँनिर चाहिँ मैले के देखेँ त्यस्तो बयर यताउता भन्ने कुरो चाहिँ त्यस्तो पनि थियो है। मैले चाहिँ ठिक्क चाहिँ यो हेरेँ, बयर जस्तो पनि छैन, तर के रहेछ भन्ने कुरो मैले लिएन चाहिँ यो चाहिँ है। अनि फाइनली चाहिँ मैले प्याजको डन्टी लिएर चाहिँ निस्किहालेँ। अनि बाटोमा हिँड्दाखेरि चाहिँ अब
पानी पनि धेरै परिरहेको थियो। यहाँनिर चाहिँ जमिन बिक्रीमा रहेछ भन्ने कुरो देखेँ, तर मैले लिन मानिनँ किनभने पैसा छैन। यहाँबाट चाहिँ फाइनली म चाहिँ रुम नजिक पुगिसकेँ। यो चाहिँ मेरो रुम हो, पासवर्ड हाल्नुपर्छ, पासवर्ड चाहिँ म देखाउँदिनँ ल। अनि यहाँबाट चाहिँ माथि गइसकेपछि चाहिँ त्यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ। यो चाहिँ राम्रो भ्यू हो, नाइट भ्यू है। म रुममा पुगिसकेँ, लाइट अन, मेरो किचन। अब चाहिँ म यहाँ चाहिँ खाना पकाउँछु थोरै, अनि सलाद खाना सबै रेडी भइसक्यो। अब चाहिँ गाइस मैले खाइसकेँ, खाएर पनि अब सुत्नुपर्ने हुन्छ बाबा।